ल बाजे जानु कुरा भ्याइयो अब हजुर बुवाले खुवाइदिनु जानु हुन्छ गरे गरे अडाउ अलुहरूलाई उतातिर जानु यतादेखि आउनु भयो कस्तो मोबाइल नि कस्तो अगाडितिर मोबाइल परेर उठ्न ए म त्यस्तै हुन्छ हौ मेरोमा पनि ह्याङ हुन्छ फुच्चीकोमा बनाएको यो भात हो आउनु बस्नु त ल कहिले आउनुभयो थियो दिदी यतातिर नआएर म त आउनु यता आएर बस्छ मासु चाहिँ खुब मिठो भएको थियो मासु मिठो माने त सुन्तला हात पार्दै भयो त्यसलाई पानी खानु होइन आज पानी पनि हेबर जानु यता उ छ के सामान छ पानी कोले नि पानी ल्याइदिएर भाइलाई अब ठुलमा पनि जानु अब ठुलोमा पनि आउनु ठुलो माइती पनि आउनु सबैलाई त भिडियो नगराइनु हुन्छ के भएको बाजेरमा फोटो फोटो टिका अब लाउनु मिल्ने लाउने यता होला एकछिन यता यता को हो यता हो के चल्ने जति धेरै कहाँ हो मोबाइलमा रस खुवाइदिनु यस्तो बनाउने यस्तो राजीले गरौँ पिरो सवाला तेल नखाइदिनु अब रुन्छ है त्यो भयो अब त पानी पनि जमा गराइदिनु हुन्छ रुमाल यस्तै राखिदिए भए हुन्थ्यो भित्र एउटा ताला राख्दिउ न ल आऊ साइड चिलमा खाऊ त आजबाट चिलमा छ जाऊ साइड सानसानो आऊ यता सुन तिमीले आऊ त अब त्यसले झ्याउलाइसक्यो बस्दा बस्दा तपाईँ काखमा बसाल्नु हुन्छ होला गर्नु न मेरो भाडै आउँछ मान्दैन के उ मेरो भाडै आउँछ रुन मन लाग्छ त्यो चिन्ता सुन्तला ल्याउनु सुन्तला दाइ मम्मी पनि हुन्छ के काखमा बसाले नि हुन्छ होला त्यो नखाइदिनु यही मात्रै भन्नु हुन्छ कि भात त्यो पिरो छैन के निस्काए कता थियो त त्यो घोप्टो पेटमा जोर पारेर बसाली थियो अनि त्यसपछि अलि उत्तानो उत्तानो पारेर बसाल त्यसलाई त्योमा हटाउनु न मोबाइल हटाउनु के त्योमा नाकि त्यो पस्ने भनेको मैले काखमा समाज त काखमा समाज तपाईँ समात्नु फोटो खिचेर रोयो है को यो रुने भयो पानी टुपी अलि जात्रा ठुलो भएछ हौ त्यतिरो मुखमा हाल्छ अझ 5 रुपैयाँ दिनु पर्ने वाह सन्तुष्टि
त्यो टोपी अलि यस्तो गराइदियो अलिक सानो ल्याइदिनु नि टोपी पछाडि यस्तो गराएर च्याप्दिनु नै उसले के अरे खिपले फाल्दिनु भएको हेर्नु न एउटा के भइदियो भाउ त यहाँ बोल्ने पनि भएन यहाँ के रुन भने हुन्छ के त्यस्तै हुन्थ्यो को जाने जानु फटाफट कुन लगाइदिनु उतै आउनुहुन्छ त मेरो मोबाइल दिनुहुन्छ नाम म पछि लगाउँछु हो त भिडियो नगराइ मात्र लाउने हो म त भिडियोमा गर्दैन म त